हेलो एभ्रिवान, सबैजनालाई मेरो ब्लगमा स्वागत छ। अनि म चाहिँ आज बिहानै उठेँ ओरे अनि कोठाहरू सफा गरेँ। अब चाहिँ हामी बाहिर निक्लिन लागेको। हामी चाहिँ बौद्धतिर घुम्न जान लागेको। म, मम्मी, नानी अनि भाइ। हजुरहरूलाई के कस्तो हुन्छ म थोरै क्लिपहरू देखाउने छु बस। अनि अहिले चाहिँ हामी बौद्धतिर घुम्न जान लागिरहेको। अनि मेरो भुन्टी सानो यता हेर छोरी। अनि हामी जाँदैछौँ। आदर्श तिमी कहाँ जान लाग्यो? बौद्ध। सानो यता हेर्नुहोस् त, हाई भनिदिनु। हाई। आऊ 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 आऊ। अब हामी जाँदैछौँ। जाऊ जाऊ बाबु। हाई। माया गरिदिनु मम्मी, माया गर न यता। सानो नानी पुरा आन्दोलन भइरहेको छ यहाँनिर अगाडि। मम्मी कता जानुभएको? छोरी यता हेर। मम्मीहरू ए आदर्श कता? नानीको बिहा गरे ढोकी गर छोरी, ढोकी गर। सानो घुमायो घुमायो। छोरी छिटो आऊ भन्नुहोस् त। छिटो हस् ल ल। म यहीँ छु त नि। हिँड्नु बाफ्रे जाने खै बोलेको आपा जाने हो छोरी? रे बोलाउँछ बोलाउँ। समातो हिँडेको होला नि। खेदाउ छोरी खेदाउ खेदाउ। सांगमु बेबी है त्यो टुप्पामा जानु। कहाँ जानु रे? छोरी यहाँ हेर्नु। ए बेबी हाई हाई भन्नु। मम्मी वहाँ चाहिँ मम्मी सासू मम्मी।
जानुहोस् त ल घुमे भयो 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 नानी ब्याग बोकी गरेर जाउँ जाउँ लाउनु टोपी लाउनु टोपी लाउनु टोपी लगाऊ अब ब्याग बोक्ने टोपी लगाउने लगाउनुहोस् त उल्टो भयो उल्टो ए बाबा उल्टो भयो सानो उल्टो भयो कि टोपी त्यसरी होइन